नमस्ते। आज हामी बिटकोइनको गहिराईमा पुग्ने प्रयास गर्दैछौँ। नमस्ते। बिटकोइन निकै चाखलाग्दो विषय हो। हो नि, हामीसँग यसको इतिहास, यसले काम गर्ने तरिका अनि यसको असरबारे केही लेखहरू छन्। धेरै स्रोतहरू छन्। हाम्रो उद्देश्य के हो भने बिटकोइन खासमा के हो, कसरी चल्छ र यसले यो पैसाको दुनियाँमा के कस्तो तरङ्ग ल्यायो भन्ने सरल भाषामा बुझ्ने। एकदम। सुरु कहाँबाट गरौँ त? सायद पुरानै सिस्टमको समस्याबाट? हो, त्यहीँबाट सुरु गरौँ। यो परम्परागत पैसा, मतलब बैंक र सरकारले चलाउने पैसा, यसमा खास समस्या के देखियो र? खासमा समस्याहरू त थिए, जस्तो मुद्रास्फीति, पैसाको मूल्य घट्दै जाने, अनि त्यो 2008को विश्वव्यापी आर्थिक सङ्कट पनि छँदैछ। त्यो सङ्कटले त धेरैलाई हल्लायो नि, होइन? हो नि, ब्याङ्कहरूमाथिको विश्वास, त्यो पुरै सिस्टममाथिकै प्रश्न उठ्यो के? अनि त्यही पृष्ठभूमिमा एउटा सोच आयो। कस्तो सोच? के यस्तो पैसा हुन सक्दैन जुन कसैको, मतलब कुनै ब्याङ्क वा सरकारको कन्ट्रोलमा नहोस्, एकदम पारदर्शी होस् अनि संसारको जोसुकैले पनि चलाउन सकोस्? बिटकोइनको आइडिया यहीँबाट सुरु भयो। विकेन्द्रीकृत विकल्प। एकदम। त्यही नियन्त्रण बाहिरको स्वतन्त्र पैसाको खोजी नै बिटकोइनको मूल अवधारणा हो। निकै ठूलो सोच रहेछ। अनि सन् 2008मा सतोशी नाकामोतो भन्ने नाम आयो, हो? तर त्यो नाम मात्रै हो, व्यक्ति हो कि समूह केही थाहा छैन आजसम्म। उनीहरूले एउटा पेपर निकाले इन्टरनेटमा, बिटकोइन अ पियर टु पियर इलेक्ट्रोनिक क्याश सिस्टम, त्यो श्वेतपत्र। त्यसमा के थियो खास? त्यसमा थियो खाका। कस्तो खाका भने ब्याङ्क वा अरू कोही बिचौलिया बिना नै सिधै एक व्यक्तिबाट अर्को व्यक्तिलाई डिजिटल पैसा पठाउन मिल्ने। बिचौलिया बिना? त्यो त अलि फरक कन्सेप्ट भयो। हो, अनि त्यसको अर्को वर्ष 2009मा पहिलो ब्लक माइन गरियो। त्यसलाई जेनेसिस ब्लक भन्छन्। जेनेसिस ब्लक मतलब सुरुवात। त्यहीबाट बिटकोइन नेटवर्क जिउँदो भयो। बिटकोइनको जन्म नै त्यही हो। तर त्यो सतोशी नाकामोतो को हो भन्ने चाहिँ आजसम्म रहस्य नै छ। कथा जस्तो। ल अब यो चल्छ कसरी त? हामी ब्लकचेन भन्ने शब्द खुब सुन्छौँ नि। ब्लकचेन। यसलाई एउटा सार्वजनिक डिजिटल खाता जस्तो सम्झिनुस् न। सबैले हेर्न मिल्ने, तर कसैले मेटाउन वा केरमेट गर्न नसक्ने। सबैले हेर्न मिल्ने भनेपछि खुला किताब जस्तै। हो, लगभग त्यस्तै। हरेक बिटकोइन कारोबार, लेनदेन सबै त्यसमा रेकर्ड हुन्छ, ब्लक ब्लक बनेर। अनि ती ब्लकहरू जोडिएर एउटा लामो चेन बन्छ। त्यही भएर ब्लकचेन। अनि यो सुरक्षित कसरी हुन्छ त? सबैले हेर्न मिल्ने भए त? त्यहाँ आउँछ विकेन्द्रीकरणको कुरा। यो खाता कुनै एउटा कम्प्युटरमा मात्र हुँदैन, हजारौं लाखौं कम्प्युटरमा फैलिएको हुन्छ। भनेपछि कसै एक्लैले बिगार्न सक्दैन? सक्दैन, असम्भव जस्तै हो। कसैले ह्याक गर्न खोज्यो भने एकैचोटि हजारौं कम्प्युटर ह्याक गर्नु पर्यो, जुन व्यावहारिक छैन। ल, यो त बुझियो। यो खातामा नयाँ कारोबार कसले लेख्छ त? माइनरहरूले। हो, माइनरहरू। उनीहरूको काम महत्त्वपूर्ण छ। उनीहरूले शक्तिशाली कम्प्युटर चलाएर जटिल गणितीय समस्या समाधान गर्छन्। गणितीय समस्या? किन? त्यो समस्या समाधान गर्ने प्रक्रियालाई प्रुफ अफ वर्क भन्छन्। जसले त्यो पजल पहिला हल गर्यो, उसले कारोबारहरूको नयाँ ब्लकलाई ब्लकचेनमा थप्न पाउँछ। इनाम पनि पाउँछ होला नि? हो, पुरस्कारमा नयाँ बिटकोइन पाउँछ। यसरी नै नयाँ बिटकोइन चलनचल्तीमा आउँछ। अनि यो प्रक्रियाले नै नेटवर्कलाई सुरक्षित र इमान्दार राख्छ। कसैले झुटो कारोबार थप्न सक्दैन। यो प्रुफ अफ वर्कले त बिजुली खुब खान्छ भन्छन् नि, त्यो त पछि समस्या बन्यो होला? हो, त्यो एउटा ठूलो चुनौती हो, ऊर्जा खपतको कुरा। तर त्यो बाहेक अर्को कुरा के छ भने बिटकोइन कति बन्छ भन्ने पहिले नै तोकिएको छ। हो र? कति? जम्मा 2 करोड 10 लाखवटा मात्रै। त्योभन्दा 1 पैसा पनि बढी बन्दैन। मतलब सुन जस्तै सीमित? एकदम। यो सीमित आपूर्तिले गर्दा नै यसको मूल्यमा माग र आपूर्तिले ठूलो असर गर्छ। अनि यसको यात्रा सुरुदेखि नै एकदमै उतार चढावपूर्ण रह्यो। कस्तो उतार चढाव? सुरुमा त यसको भाव लगभग 0 थियो। त्यो कथा छ नि, 10,000 बिटकोइनले 2टा पिज्जा किनेको, सन् 2010 तिरको कुरा। 10,000 बिटकोइन, पिज्जा, अहिले त त्यो सोच्नै नसकिने भयो। हो नि, तर बिस्तारै मान्छेले चिन्न थाले, लगानीकर्ता आए, केही कम्पनीले पेमेन्ट पनि लिन थाले, अनि भाव त आकाशियो। तर सधैँ माथि मात्र गएन होला नि?
गएन। ठूलो गिरावट पनि आयो, जसलाई क्र्यास भन्छन्। कतिले त यसलाई बबल हो, स्क्याम हो पनि भने। आलोचना पनि धेरै भयो। भयो नि, तर हरेक पटक खस्दा पनि यो फेरि उठ्यो। यसले समर्थकहरूको विश्वास पनि देखायो अनि यो कतिको लचिलो छ भन्ने पनि। त्यो त हो। आज बिटकोइन केवल पैसा मात्र रहेन नि, होइन? होइन, यो त एउटा प्रतीक जस्तो भएको छ, वित्तीय स्वतन्त्रताको, पुरानो सिस्टमको विकल्पको। एल साल्भाडोर जस्तो देशले त यसलाई कानुनी मान्यता नै दियो। हो, अनि त्यसको एउटा कारण रेमिटान्स शुल्क घटाउनु पनि थियो भनिन्छ, जुन त्यहाँको अर्थतन्त्रलाई महत्त्वपूर्ण छ। टेस्ला जस्ता ठूला कम्पनीले पनि लगानी गरे। भनेपछि मानिसहरूले यसलाई विभिन्न कारणले प्रयोग गरिरहेका छन्। कतिले आफ्नो पैसामाथि पूरा कन्ट्रोल चाहियो भनेर, कतिले चाहिँ अस्थिर ब्याङ्किङ प्रणालीबाट बच्न। तर चुनौतीहरू पनि छन् नि। के छन् त मुख्य चुनौतीहरू? एउटा त त्यही माइनिङको ऊर्जा खपत, वातावरणीय असर। अर्को, सरकारहरूले यसलाई कसरी नियमन गर्ने भन्ने अझै अनिश्चित छ। अनि अरू क्रिप्टोकरेन्सीहरू पनि त आए नि बजारमा। हो, हजारौं छन्। ती सबैसँग प्रतिस्पर्धा पनि छ। भनेपछि यो बहस जारी नै छ। बिटकोइन पैसाको भविष्य हो कि खालि एउटा जोखिमपूर्ण सम्पत्ति मात्र? एकदम। जे भए पनि एउटा कुरा पक्का हो, यसले पैसा भनेको के हो, विश्वास कसरी काम गर्छ, नियन्त्रण कसको हुनुपर्छ भन्ने हाम्रो सोचाइलाई नै हल्लाइदिएको छ। साँच्चै परिवर्तन त ल्यायो। अन्तमा एउटा प्रश्न छोडेरै जाउँ न त। यो बिटकोइनले सुरु गरेको बहस, विश्वास, नियन्त्रण, पैसाको भविष्य, यो कता जाला जस्तो लाग्छ? हो, के यसले साँच्चै पुरानो वित्तीय प्रणालीलाई विस्थापित गर्ला कि एउटा प्राविधिक प्रयोग मात्र भएर रहला? त्यो त समयले नै बताउँला।